सम्पूर्णमा नमस्कार। आज म तपाईँहरूको सामु एउटा महत्त्वपूर्ण भिडियो लिएर आइसकेको छु। जुन पाठेघर मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान यही माघ महिनाको 25 गतेदेखि फागुन 15 गतेसम्म नेपालभरि नै सञ्चालन हुन गइरहेको छ। तर स्थानीय तह अनुसार समय र मिति फरक फरक हुनेछ। एचपिभी खोप कसलाई दिइँदैछ त? हाल कक्षा 6मा अध्ययनरत सम्पूर्ण छात्राहरूलाई साथै विद्यालय बाहिरका 10 वर्षका किशोरीहरूलाई दिइनेछ र गत वर्ष एचपिभी खोप अभियानमा छुट भएका हाल कक्षा 7देखि 10मा अध्ययनरत छात्राहरू साथै विद्यालय बाहिरका 11देखि 14 वर्षका किशोरीहरूलाई दिइनेछ। र तपाईँहरूको ठाउँमा यो खोप कहिले सञ्चालन हुँदैछ भने थाहा पाउनको लागि नजिकैको स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गर्नुपर्नेछ। एचपिभी खोप महिलाको जीवन रक्षा गर्छ। यो खोप निशुल्क पाउँछ र एचपिभी खोप निकै सुरक्षित छ। पाठेघरको मुखको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये दोस्रो स्थानमा पर्दछ र यो ह्युम्यान प्यापुलेमा भाइरसले गर्दा पाठेघरको मुखको क्यान्सर लाग्छ र प्रत्येक दिन 4 जना महिलाको पाठेघरको मुखको क्यान्सरले गर्दा मृत्यु भइरहेको छ भन्ने तथ्याङ्क आएको छ। हस् त, धन्यवाद।